नमस्कार। आज हामी एउटा महत्त्वपूर्ण विषयमा छलफल गर्दैछौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिति 2080 साल कार्तिक 16 गते सार्वजनिक वित्त व्यवस्थापन सुधारका लागि 22 बुँदे सुझावहरू दिएको छ। हो, यी सुझावहरू आयोगले प्रधानमन्त्री कार्यालय, सबै मन्त्रालय, राष्ट्रिय योजना आयोग अनि प्रदेश र स्थानीय तहसम्मै पठाएको छ। निकै विस्तृत देखिन्छ। हो नि। आजको हाम्रो यो विस्तृत छलफलको उद्देश्य पनि यही हो। यी सुझावहरूको खास मर्म के हो? सार्वजनिक स्रोतको परिचालन अनि यो योजना छनौट, बजेट बनाउने प्रक्रिया, सार्वजनिक खरिद, यिनमा पारदर्शिता र प्रभावकारिता ल्याउन आयोगले के कस्ता उपाय सुझाएको छ, अलिकति गहिरिएर हेरौँ न त। हुन्छ। वास्तवमा यी सुझाव हेर्दा यसको मुख्य ध्येय चाहिँ सार्वजनिक स्रोत परिचालनमा जुन किसिमको समस्या छ, योजना छनौटमा जे भइरहेको छ, बजेट तर्जुमा र खरिदमा जे कमजोरी छन्, तिनलाई प्रणालीगत रूपमै सुधार गर्ने देखिन्छ। यो सामान्य निर्देशन जस्तो मात्रै होइन। हो, वर्षौंदेखिका समस्या समाधान गर्ने एउटा प्रयास जस्तो देखिन्छ, होइन त? एकदमै प्रयास त्यस्तै देखिन्छ। ल, त्यसो भए सुरु गरौँ पहिलो र सायद सबैभन्दा बढी चर्चा भएको विषयबाटै, आयोजना ब्याङ्कको अवधारणा। सुझाव नम्बर 1 ले त यसलाई सङ्घ, प्रदेश, स्थानीय मतलब तिनै तहमा अनिवार्य भनेको छ। यो के हो खासमा? हो, यो आयोजना ब्याङ्कको कुरा निकै महत्त्वपूर्ण छ। यसको मुख्य आशय के हो भने, वर्षौंदेखि हामी कहाँ योजनाहरू कसरी छानिन्थे भन्दा पहुँच र भन्छुनको आधारमा, होइन? यो सुझाव चाहिँ त्यो प्रवृत्तिलाई रोकेर तथ्याङ्क, आवश्यकता र तयारीमा आधारित प्रणाली बनाउने प्रयास हो। मतलब पहुँच होइन, प्राथमिकताका आधारमा योजना छान्ने। हो, प्राथमिकता र तयारीका आधारमा। अनि सुझावमा के भनिएको छ भने, यो आयोजना ब्याङ्कलाई मध्यमकालीन खर्च संरचना, जसलाई MTEF भनिन्छ, र बजेट सूचना प्रणाली, बजेट इन्फर्मेसन सिस्टमसँग जोड्नुपर्छ, इन्टरलिङ्क गर्नुपर्छ भनिएको छ। यो त सुन्दा त एकदमै राम्रो लाग्यो। मतलब योजनाहरू व्यवस्थित हुने भए, तर खै यसले साँच्चै काम गर्ला त? विगतमा पनि यस्ता प्रयासहरू भएका थिए, तर राजनीतिक र प्रशासनिक दबाव थेग्न नसकेर पूर्ण सफल हुन सकेनन् नि। चुनौती त पक्कै पनि छ। यो कार्यान्वयन गर्न सजिलो छैन, तर यो सुझावमा केही कडा प्रावधानहरू पनि छन्, जस्तो आयोजना वर्गीकरणको वस्तुगत मापदण्ड बनाउने रे, अनि त्यो आयोजना ब्याङ्क बाहिरका आयोजनामा बजेट नै विनियोजन नगर्ने भन्ने कुरा छ। सुझाव 1 को ग र सुझाव 7 मा यो उल्लेख छ। ब्याङ्क बाहिरबाट योजना घुसाउनै नपाइने हो, अनि ब्याङ्कमा राख्नु अघि पनि विस्तृत अध्ययन गर्नुपर्ने, जस्तो आर्थिक हिसाबले सम्भाव्य छ कि छैन, प्राविधिक रूपमा ठिक छ कि छैन, वातावरणीय प्रभाव मूल्याङ्कन EIA भएको छ कि छैन, जग्गा पाइन्छ कि पाइँदैन, यी सबै पूर्व तयारी अनिवार्य गर्ने भनिएको छ सुझाव 1 को घमा। तयारी पूरा नभएका आयोजना ब्याङ्कमै नपस्ने भए। हो, अनि अर्को कुरा, ब्याङ्कमा भएका सम्भाव्य र कार्यान्वयन योग्य आयोजनाहरूको प्राथमिकता सूची पनि सार्वजनिक गर्नुपर्ने रे, सुझाव 1 को ङमा। यसले पारदर्शिता बढ्छ। अनि बजेट बनाउँदा नि त्यही सूचीबाटै छान्नुपर्ने। एकदम त्यही सूचीबाट प्राथमिकताका आधारमा मात्रै छान्नुपर्ने, बाहिरबाट आयोजना घुसाउन नपाइने। यदि त्यसो गरियो भने सम्बन्धित अधिकारीले जिम्मेवार हुने भन्ने कडा व्यवस्था छ। सुझाव 1 को 4 र 6 मा यो कुरा प्रष्ट छ। यसले त जवाबदेहिता पनि बढाउने भयो। हो नि। अनि अर्को कुरा, आयोजनाहरूमा दोहोरोपना हटाउन समन्वय गर्ने, सङ्घले चाहिँ अब सानातिना आयोजना कार्यान्वयन नगर्ने भन्ने कुरा पनि छ, सुझाव 11 र 19 मा। त्यो पनि महत्त्वपूर्ण छ। सङ्घले ठूला, प्रदेशले मजौला र स्थानीय तहले साना आयोजना हेर्ने भन्ने सिद्धान्त कार्यान्वयन होला कि त अब? आशा गरौँ। अनि सुझाव 8 ले चाहिँ प्रशासनिक र राजनीतिक नेतृत्वले हरेक चरणमा सामूहिक जिम्मेवारी लिनुपर्ने कुरामा जोड दिएको छ। यो पनि महत्त्वपूर्ण छ। हो, जिम्मेवारी त सामूहिक नै हुनुपर्छ। ल, अब अलिकति वित्तीय अनुशासन र खरिद प्रक्रियातिर लागौँ। सुझाव 2 ले आर्थिक वर्षको बीचमा, मतलब कार्यपालिकाको निर्णयले धमाधम बजेटमा आयोजना थप्ने प्रवृत्तिलाई पूर्णतः अन्त्य गर्ने भनेको छ। यो त पहिलेदेखि नै संविधान र ऐन विपरीत थियो, होइन र? हो नि, यो त सरासर कानुन विपरीत काम थियो, तर भइरहेको थियो। यसलाई रोक्नु एकदमै जरुरी थियो। यसले बजेटको जुन एउटा स्याङ्क्टिटी हुन्छ त्यो कायम राख्छ। अनि त्यो जथाभावी बजेट रकमान्तर गर्ने चलन नि,
एक शीर्षकको बजेट तानेर अर्कैमा हाल्दिने। सुझाव 4ले त्यसलाई पनि रोक्ने भनेको छ। हो, त्यो विकृति पनि रोक्ने भनेको छ। गर्नै परे पनि दोस्रो वा तेस्रो त्रैमासिकमा मात्र, त्यो पनि स्पष्ट मापदण्ड बनाएर मात्र गर्न पाइने भनेको छ, मनलाग्दी गर्न नपाइने। त्यस्तै बहुवर्षीय आयोजनाहरूमा स्रोत सहमति दिने कुरामा पनि जथाभावी भयो भन्ने गुनासो थियो। सुझाव 5, 17, 22ले यसलाई कसरी सम्बोधन गर्न खोजेको छ? यसमा पनि वस्तुगत मापदण्ड बनाउने भनिएको छ। मतलब कस्ता आयोजनालाई बहुवर्षीय स्रोत सहमति दिने भन्ने प्रष्ट आधार हुनु पर्यो। जथाभावी सहमति दिएर राज्यलाई असीमित वित्तीय दायित्व सृजना गर्ने काम रोक्नु पर्यो भन्ने हो। अनि सुरु नै नभएका बहुवर्षीय आयोजनाहरूको त सूची नै सार्वजनिक गरेर पुनरावलोकन गर्ने रे सुझाव 18मा। हो, त्यसले पनि पारदर्शिता बढाउँछ। कुन आयोजना साँच्चै आवश्यक छ, कुन छैन भन्ने थाहा हुन्छ। अब खरिद प्रक्रियाकै कुरा गरौँ। खरिद योजना अनुसार समयमै खरिद गर्ने, गुणस्तर अनुगमन गर्ने अनि महत्त्वपूर्ण कुरा समयमै भुक्तानी दिने। सुझाव 6मा यो छ, भुक्तानी नदिई दायित्व सार्ने प्रवृत्ति रोक्ने रे। यो भुक्तानीको समस्या त निर्माण व्यवसायीहरूले वर्षौंदेखि उठाउँदै आएको मुद्दा हो। समयमा भुक्तानी नहुँदा काम बिग्रिने, ढिलो हुने समस्या छ। यसमा जिम्मेवार अधिकारीलाई जवाफदेही बनाउने कुरा महत्त्वपूर्ण छ। अनि अर्को चलन बजेटको सुरुमा अखण्डा भनेर करोडौं रकम राख्ने अनि पछि चाहिँ बिना तयारीका आयोजनामा छर्ने। सुझाव 10ले यसलाई अन्त्य गर्ने भनेको छ। हो, त्यो पनि एकदमै गलत अभ्यास थियो। त्यसलाई रोक्न खोजिएको छ। अनि सुझाव 13ले के भन्छ भने बहुवर्षीय आयोजनामा स्रोत सुनिश्चितता नभइकन खरिद प्रक्रिया नै अघि नबढाउने। पैसा छ कि छैन निश्चित नभई ठेक्का नलगाउने। हो, ठ्याक्कै। अनि मोबिलाइजेसन पेस्की मतलब काम सुरु गर्न दिइने अग्रिम भुक्तानी, त्यसको विधि पनि कार्य सम्पादनमा आधारित बनाउने रे। सुझाव 20मा काम गरे अनुसार पेस्की पाउने। यी खरिद सम्बन्धी सुझावहरू हेर्दा त समस्या प्रक्रियाको मात्रै होइन, कतिपय ठाउँमा नियत र अनुगमनको पनि रहेछ भन्ने देखिन्छ, हैन त? हो नि, प्रक्रिया त छँदैछ, तर त्यसको पालना गर्ने गराउने इच्छा शक्ति र अनुगमनमा पनि समस्या देखिन्छ, जसलाई यी सुझावहरूले सम्बोधन गर्न खोजेको प्रष्टै छ। ल, अब अलिकति जवाफदेहिता र सुशासनका पक्षमा केन्द्रित हौं। सुशासन 3ले के भन्छ भने पूरक वा विशेष अनुदान माग्दा पनि बलियो आवश्यकता र औचित्य पुष्टि गर्ने कागजात चाहिने रे। अनि जिम्मेवार अधिकारीले निर्णय गरेर आयोजना ब्याङ्कमा दर्ता गर्नुपर्ने। अनि यसमा अर्को कडा कुरा के छ भने यदि गलत विवरण दिएर अनुदान लिएको पाइयो भने प्रस्ताव गर्ने, सिफारिस गर्ने र निर्णय गर्ने सबैजना जिम्मेवार हुनेछन् भनिएको छ। यसले अलिकति त मन परी रोक्ला कि? आशा गरौँ। त्यस्तै सुझाव 9मा खरिद सूचना निकाल्नु अघि आयोजना स्थल वा सेवाको तयारी अवस्था कस्तो छ त्यो यकिन गर्नुपर्ने भनेको छ। साइट क्लियर नगरी ठेक्का नलगाउने भन्ने होला। हो, अनि सुझाव 12ले बजेट प्रस्ताव गर्दा योजना आयोगको मार्गदर्शन र ऐन नियम पालना गर्नुपर्ने सामान्य तर महत्त्वपूर्ण कुरा सम्झाएको छ। सुझाव 14ले चाहिँ ठेक्का सम्झौता समयमै गर्ने, आवश्यक परे म्याद थप पनि समयमै गर्ने, तर काम नगर्नेलाई कारबाही पनि गर्ने जिम्मेवारी अधिकार प्राप्त अधिकारीले पूरा गर्नुपर्छ भनेको छ। यो त एकदमै महत्त्वपूर्ण कुरा भयो। काम नगर्नेलाई कारबाही नै नहुने समस्या थियो नि। हो, त्यो समस्यालाई सम्बोधन गर्न खोजेको देखिन्छ। अनि एउटा अझै रोचक सुझाव छ, सुझाव 15। मन्त्रालय स्तरको निर्णयबाटै कार्यविधि बनाएर विभिन्न कोष खोल्ने, धमाधम दरबन्दी थप्ने, स्थानीय तहमा योजना आयोग जस्ता निकाय बनाउने अनि सल्लाहकार, निजी सचिव जस्ता पदहरू सृजना गर्ने, यस्ता कानूनको भावना विपरीतका कामहरू रोक्ने रे। यो त निकै सान्दर्भिक सुझाव हो। यसले अनावश्यक प्रशासनिक र वित्तीय भार थपिरहेको थियो, यसलाई नियन्त्रण गर्नैपर्छ। पक्कै पनि। र अन्त्यमा सुझाव 21ले के भन्छ भने आयोजनाहरू छनौट गर्दा लागत मैत्री हुनु पर्यो, प्रतिफलयुक्त हुनु पर्यो र मुख्य कुरा लाभग्राहीको जीवनस्तर साँच्चै उकास्ने खालको हुनु पर्यो। हो, यो त आयोजना छनौटको मूल मर्म नै यही हुनुपर्ने हो। त्यसो भए समग्रमा हेर्दा अख्तियारका यी 22 बुँदे सुझावहरूले नेपालको सार्वजनिक वित्त प्रणालीमा वर्षौंदेखि जरा गाडेर बसेका विकृतिहरूलाई हटाएर पारदर्शिता, जवाफदेहिता र स्रोतको राम्रो सदुपयोग सुनिश्चित गर्ने एउटा महत्त्वाकांक्षी खाका प्रस्तुत गरेका छन् भन्न सकिन्छ। निश्चय पनि।
खाका महत्वाकांक्षी छ र आवश्यक पनि। तर अब यहाँनिर मूल प्रश्न उठ्छ। यी सुझावहरू सैद्धान्तिक रूपमा जतिसुकै बलिया देखिए पनि के तिनै तहका सरकारहरूले, मतलब सङ्घ, प्रदेश र स्थानीय तहले आवश्यक राजनीतिक र प्रशासनिक इच्छाशक्ति देखाएर यिनलाई साँच्चै कार्यान्वयन गर्नन् त? हो, त्यो नै सबैभन्दा ठूलो प्रश्न हो। कार्यान्वयन पक्ष कस्तो रहला? अनि अर्को कुरा, यिनको कार्यान्वयनलाई सुनिश्चित गर्न नागरिक समाज, मिडिया, हामी सबैको निरन्तर निगरानीको भूमिका कस्तो रहला? खै, यो नै आगामी दिनहरूको मुख्य चुनौती पनि हो, अवसर पनि हो जस्तो लाग्छ मलाई त। एकदमै। यी सुझावहरूको सफल कार्यान्वयन नै भविष्यको लागि महत्त्वपूर्ण हुनेछ। आजको यो गहन छलफलका लागि यहाँलाई धेरै धेरै धन्यवाद। हजुरलाई पनि धन्यवाद।